रिठ्ठाको बोट मुनि बसेर झरेको रिठ्ठाहरू टिपौँ भनेर बसिरहेको छ है मित्रहरू। साथीहरू, मैले टिपेर ल्याएको रिठ्ठाहरूलाई एक ठाउँमा जम्मा गरेर देखाएको है त। अब खास गरेर चाहिँ मैले चाहिँ यो रिठ्ठा छ नि, रिठ्ठा र अमला प्रयोग गरेर कपाललाई चाहिँ कालो बनाउने काम गर्छ है त। त्यो चाहिँ यहाँहरूले आज देखाउन गइरहेको छु। अनि रिठ्ठा चाहिँ यस्तो हुन्छ, यो चाहिँ यसरी फोडी हातैले नरम हुन्छ। यो मलाई धेर पनि चाहिँदैन, या थोरै भयो पुगिहाल्छ। यो चाहिँ तातो पानीमा तातो पानीमा मैले भिजाउन लगाइरहेको छु। किन यो चाहिँ भने यो छिटै गर्नु पर्यो नि त, छिटै लाउनु पर्यो होइन। छिटै लाउनको लागि चाहिँ मैले तातो पानी प्रयोग गरेको, नभए चिसै पानीमा हुन्छ। केही समय भिजाएर राखेपछि आफै भिजिहाल्छ। यसलाई अब पिलो पर्छ, यो छिटै यो चाहिँ पेस्ट बन्नलाई कसरी छिटै बनाउन सकिन्छ त्यही विधि अपनाउँदा हुन्छ। करिब 8-10 दाना भए पुग्छ होइन। जगमा यसो बनायो, अब फास्ट हुन्छ। आज फेरि यहीँ खाने आयो। बोक्रा यही छ होइन। अच्छा, अहिले यो बाँकी भइसक्यो। पछि फेरि म कपाल यो नुहाइसकेपछि पनि यहाँहरूलाई देखाउने छु होइन। अहिले चाहिँ यसरी फेरि यसलाई एकछिन चाहिँ यसलाई वेट गर्ने, अलिकति यसले काम गरोस् न होइन। यसै गरी हामीले कपाल कालो बनाउन सकिन्छ। फेरि नुहाइसकेपछि पनि यहाँहरूलाई फेरि चाहिँ कपाल चाहिँ देखाउँछु। दाजुभाइ दिदीबहिनीहरू, कपाल सिल्की भएन त हेर्नुहोस् त। यो रिठ्ठा र अमलाको झोल प्रयोग गरेर कपाल नुहाएको भनौँ कि लाएको भनौँ कि होइन, सिल्की पनि भयो, कपाल पनि भयो। तर यहाँहरूले आँखामा चाहिँ नपार्नुहोस् सकेसम्म है। आँखा पिरो हुन्छ, आँखामा सकेसम्म नपार्नुहोस्, किनभने यो ओरिजिनल हो नि त। ओरिजिनल लाउँदा त आँखामा असर गर्न सक्छ, त्यसैले कपालमा मात्रै लाउनु होला है त। यही भन्न चाहन्छु है त। कस्तो लाग्यो यहाँहरू सबैलाई है त। मैले यहाँहरूलाई आजको यो भिडियो चाहिँ विशेष गरेर कपाललाई कालो सिल्की लामो बनाउनको लागि है त दाजुभाइ दिदीबहिनीहरूलाई है त। हस् त, थ्याङ्क यू सो मच हाम्रो यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।